साथीहरूलाई बताइएको छ। एनिवेज, आजको कार्यक्रमका सभाध्यक्षज्यू, भर्खरै सार्वजनिक गरिएको म्युजिक भिडियोका स्रष्टाहरू सन्तोष श्रेष्ठ, शङ्कर पाण्डे, माधव खरेल, ड्याफमा आसीन विभिन्न सङ्घ संस्थालाई प्रतिनिधित्व गर्नुहुने आदरणीय व्यक्तित्वहरू, चलचित्रकर्मीहरू, अग्रभागमा आसीन म्युजिक भिडियोका कलाकारहरू, अन्य कलाकार साथीहरू, शालिग्राम पराजुली सर एकदमै आइटीमा उहाँ पिके हुनुहुन्छ, एआईको पिके हुनुहुन्छ र त्यो सेक्टरलाई धेरै ठुलो चाहिँ उहाँले आफ्नो काम दिनुहुन्छ र उपस्थित दिदीबहिनी दाजुभाइ र मानव सेवा आश्रमका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू। बोल्नुपर्ने केही छैन, म्युजिक भिडियो राम्रो थियो। मैले कालो पिट्ने मान्छे चाहिँ याद गर्ने गर्छु, एकदम राइट टाइमिङमा थियो हजुर। थ्याङ्क यू हजुर। गीत राम्रो नै थियो, अभिनय पनि राम्रो थियो। त्यहाँ दुई युवा महिला कलाकारहरू, एकजना रश्मिजी, एकजना भाइ हुनुहुन्थ्यो, हाम्रो अध्यक्षज्यू पनि हुनुहुन्थ्यो वसन्त रिजाल। वसन्तजीले अभिनय गरेको चाहिँ म एकदम कम हेर्छु, अहिले हेर्न पाइयो, खुसी लाग्यो। र हाम्रो साथीहरूले जहिले पनि मेहनत गरेर बनाउनुहुन्छ, एउटा कथामा डुब्यौँ हामी त्यहाँ तुरुन्तै एकैछिनमा कथामा डुब्यौँ। कलाकारिताको त्यो नै हो पावर भनेको। तुरुन्तै उसलाई चाहिँ हामीले मान्छेको मनभित्र पस्न सकिन्छ। त्यसमा सङ्गीत त अब सन्तोष छेत्रीजीको राम्रो थियो र प्रकाशजी थ्याङ्क यू। तपाईँको क्वालिटी यहाँको साउन्ड सिस्टममा पनि, मैले त्यसको अर्थ यहाँको साउन्ड सिस्टम जुन भने होइन, तर यो साउन्ड सिस्टम त्यो गीतका लागि होइन र पनि राम्रो सुनिएको थियो भने त्यो त्यसबाट बुझिन्छ कि त्यो एक्चुअल साउन्ड सिस्टममा सुन्ने भने कस्तो भनेर। किनभने उहाँहरू क्वालिटी काम गर्ने मान्छेहरू 25औँ वर्षसँग 20औँ वर्षसँग यो फिल्डमा उहाँहरू हुनुहुन्छ र त्यस्ता मान्छेहरूसँगै राखेर यो कार्यक्रम यहाँ गरिएकोमा र मलाई थाहा नदिकन प्रमुख अतिथि बनाइदिएको धन्यवाद छ। म दर्शक भएर ताली फेर्दा पनि खुसी नै हुन्छु। म त आफूलाई चार्ज गर्नुपर्छ भन्ने मान्छे हो। म खादामाला कुर्सीमा त्यति विश्वास गर्दिनँ। र जति पनि हाम्रो साथीहरू हुनुहुन्छ उहाँले गर्नुभएको यो मेहनतले चाहिँ अब बिस्तारै अझ बढी अगाडि लिएर जान्छ भन्ने मलाई लाग्छ। अब सरले अरू कलम कति चलाउनु भएको छ मलाई पहिला थाहा थिएन, तर यसमा राखेका शब्दहरू राम्रो नै छन्। मेरो शुभकामना छ आगामी दिनहरूमा अझ राम्रो होस्। अनि मैले उहाँले मलाई त्यो पठाइ पनि दिनुभएन लोकेसन पनि। अनि मानव सेवा आश्रम भनेको त ब्रान्ड हो, पक्कै पनि होला गुगलले भन्छ होला भनेर भन्दै आउँदा मैले उहाँलाई भने पनि यति टाढा बरु ककरीतिरै गरे भए होइन, 2-3 दिन बिदा त्यतै बसिन्थ्यो भने। तर त्यसको उद्देश्य रहेछ मानव सेवा आश्रमका उहाँहरूलाई देखिसकेपछि मेरो मन फरक भएर आयो। हाम्रो ओएसआर डिजिटलबाट ओम भाइले सहयोग पनि गर्नुभयो, अनि साथीहरूले पनि सहयोग गर्नेछन्। अरू दिन सहयोग गर्ने भावना लिएर हामी जान्छौँ, एकअर्काको सहयोगले नै हामी अगाडि बढ्छौँ भन्ने मलाई लाग्छ। धन्यवाद, नमस्कार। त्यसै गरी मैले मायाको चिलो ग्रहण गर्नको लागि मैले मञ्चमा गर्नुभएका सिद्धि भट्टराईलाई पनि अनुरोध गरेँ। सिद्धि भट्टराई, रमेश अधिकारी सर, विश्वदेवबाट सर, मैले विश्वदेवबाट सरहरू यता दम गरेको छु। सरसँगै आज संयोगले परिचय भन्ने म बताएँ। मैले हरिम सरलाई एकछिन उ गरेको छु, म दिइहाल्छु। त्यसै गरी उता भट्टराई सर, त्यसै गरी रोबिन पोखरेल सर, अजय अधिकारी सुशील सर, जितेन्द्र कुमार श्रेष्ठ सर, प्राध्यापक धर्म पौडेल सर, डोल्मा सेवा हुनुहुन्छ अवस्थित घरेलु तथा सानो उद्योग सङ्घबाट डोल्मा शेर्पा,
रमेश साबागाई सर अब उहाँ चाहिँ मेगा कलेजको हुनुहुन्छ जुन हामीले लाइब्रेरी खिचेको थियौँ उहाँको पनि खिचेको हो उहाँलाई पनि धेरै धेरै धन्यवाद भाइस प्रिन्सिपल हुनुहुन्छ त्यसै गरी हुन्छ होमनाथ पौडेल सर पूजा फर्गुनी र हाम्रो प्रोजेक्टरमा रहनु हुँदैन प्रोजेक्टर र साउन्डमा हेर्नुभएको छ उहाँलाई बोलाउँछु कृष्ण अधिकारी त्यसै गरी आजको मास्टर अफ सेरोमनी हैरम पौडेल छ र अबको क्रममा यो विशेष सम्मान सहित मैले स्टेजमा निमन्त्रणा गर्दछु म ओम प्रकाश अग्रवालज्यूलाई अगाडि बोलाउँछु र ओम प्रकाश अग्रवाल ओएसआर डिजिटलको प्रबन्ध निर्देशक हुनुहुन्छ र मानव सेवा आश्रमका लागि उहाँले 25 वटा सामानहरू पनि दिने वचन गर्नुभएको भोलि यहाँ आइपुग्नेछ र मानव सेवा आश्रमबाट उहाँलाई सम्बोधन गर्नको लागि अनुरोध गर्दछु र त्यसै गरी सङ्गीतकार यस गीतका सङ्गीतकार सन्तोष श्रेष्ठलाई हामी उपलब्ध गराउँछौँ यो चाहिँ ल्यापटप ब्याग रहेको छ र यो गाजाबाट बनेको यो सबै सालको गाजाबाटै बनेको हो ल र त्यसै गरी अर्को यो ल्यापटप ब्याग उपलब्ध गराइदिनु हुन म उत्तम सरलाई लिइदिनु हुन अनुरोध गर्दछु उत्तम सर यस र उत्तम दाइलाई बधाई पनि छ कलाकार सङ्घका नवनियुक्त अध्यक्ष हुनुहुन्छ श्रीको बधाईसँग चाहिँ दुईजना चाहिँ हामीसँग कलाकार सङ्घको प्रतिनिधि हुनुहुन्छ र निवर्तमान प्रतिनिधि पनि हुनुहुन्छ र त्यसै गरी शङ्कर पाण्डे र आमालाई आजको प्रमुख अतिथिज्यूलाई यो नयाँको छिटो उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु र जोरदार तालीको लागि उहाँलाई स्वागत गर्छु र त्यससँगै फेरि हजुर मायाको चिनो वितरणकै कार्यक्रममा छु मलाई सहरीकरण गरिदिनु भएकोमा अब यहाँ माधव खरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु र आफ्नो मायाको चिनो ग्रहण गरिदिनु भन्नको लागि पनि माधव खरेलज्यूलाई अनुरोध गर्दछु भनिसकेँ अब यहाँ माधव खरेलज्यूलाई आफ्नो मायाको चिनो ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु यो गीत यहाँसम्म आइपुग्नलाई उहाँको महत्त्वपूर्ण भूमिका रहेको छ यो कार्यक्रम अब सम्पन्न गर्नमा पनि उहाँको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको छ आज मलाई यस धरतीमा जन्म दिनुहुने स्वर्गीय बुवा र आज यही हामी माझ रहनुभएकी हामी आमा माता जुन माता देवीलाई हार्दिक नमन गर्न चाहन्छु यस मेरो आफ्नै संसार गीत लोकार्पण समारोहका सभापतिज्यू आफ्नो कार्यक्षेत्रले
अहिले भर्खर हामी माझबाट जानुभयो प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरू उपस्थित मिडिया पत्रकारज्यूहरू साहित्य कला गीत सङ्गीत प्रतिष्ठानबाट उपस्थित प्रतिनिधिज्यूहरू विभिन्न सङ्घ संस्था व्यापारिक प्रतिष्ठानका प्रतिनिधिज्यूहरू सामाजिक व्यक्तित्वहरू यस मानव सेवा आश्रममा रहनुभएका बा आमा साथै यसका सिङ्गो परिवार यस कार्यक्रमलाई हौसला बढाउनका लागि उपस्थित गीत सङ्गीत प्रेमी यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार तथा अभिवादन गर्दछु। आज मैले आफूलाई 2083 सालमा म उभिँदा आज मैले आफूलाई 2060 साल असार 30 गते बिहान 7 बजेको समय परिकल्पना गरिरहेको छु, सम्झिरहेको छु। बिहानीको समय थियो, सिमसिम पानी परेको थियो। एफएममा बिहानका भजनहरू श्रवण गरिरहेको थिएँ र किर्तिपुरको डाँडामा रहेको कोठाबाट भिजिरहेको काठमाडौँलाई मैले चियाइरहेको थिएँ। जब भजन म सुन्दै गएँ, एकाग्रतामा म चलाउँदै गइरहेको थिएँ। 7 बजेको संसार सुन्न पुगेँ म दलास्स। 7 बजेको संसारमा एउटा संसार मैले यस्तो सुने जसले मलाई खङ्ग्याङमा धस्काइदियो, मेरो मुटुमा काँडा भिज्यो। म टोलाउन पुगेँ, मेरो मन रोयो र यो गीतको सिर्जना भयो। यसरी जन्मेको थियो यो गीत। आज करिब 23 वर्षपछि यहाँहरू समक्ष ल्याउने अवसर मिल्यो। के कस्तो रह्यो यहाँहरूले मूल्याङ्कन गरिदिनुहुनेछ आशा गर्दछु। मैले त केवल कल्पनामा डुबेँ, शब्द कोरेँ। मैले त केवल कल्पनामा डुबेँ, शब्द कोरेँ, भावनामा बगेँ, कथा लेखेँ। बाँकी सबै सिङ्गो उहाँहरूले गर्नुभएको, टिमले गर्नुभएको, सबै मेरो आफ्नै संसारको टिमले गर्नुभएको। उहाँहरूलाई हार्दिक नमन।